अहिले राति मिटिङ, रातभरि 3 बजे रातिसम्म मिटिङ गरेर कसरी केपी ओलीलाई गिरफ्तार गर्न सकिन्छ, कसरी नेपाली कांग्रेसका रमेश लेखकलाई गिरफ्तार गर्न सकिन्छ। सबभन्दा पहिले उहाँहरूले एउटा तमासा देखाउनु, सडक तमासा। त्यो सडक तमासा के हो भने केपी ओली लगायत केही मान्छेहरूको पासपोर्ट रोक्का। मैले अस्ति पनि भने यो सरकार जसरी बन्यो, मैले संक्षिप्तमा मात्रै भनेको छु, हाहुबाट बनेको सरकार, त्यसको अलिक व्याख्या गरेको छैन, समयमा गर्नु। अर्को तमासा के गर्नुभयो भने काठमाडौँ भ्याली, यो डाँडो काटेर प्रत्येक जान नपाइने। केपी ओली यो डाँडोसम्म जान पाउँछ, पल्लापट्टि हेर्न पाइने कि नपाइने त्यो पनि थाहा छैन। प्रत्येकपट्टि पाइलो टेक्न पानी ढल, काठमाडौँ उपत्यका छोड्न नपाउने भने त्यही त होला नि। पानी ढलको सिमाना हो। यो तमासा नभए, सडक तमासा नभए के हो यो? सुशीला कार्कीको डरले केपी ओली भाग्छ गुडुचो के सोच्यो? तपाईहरुले कतिले नाम सुन्नुभएको थियो अहिले गृहमन्त्री, मैले त नाम पनि सुनेको थिएन। गृहमन्त्री भएपछि थाहा पाएँ। गृहमन्त्रीको सम्बन्धमा मलाई धेरै केही भन्नु परेको छैन। गृहमन्त्री बाबुलाई धेरै नउताउलिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु। जेनजी भन्ने बालबालिका अगाडि सारेर आफू पछाडि बसेर पेट्रोल जेनजीले फ्याँक्या हो, आगो जेनजीले लगाएको हो। आगो लगाउनेमा को थिए? हामीले अहिले कारबाही नगर्ला यो सरकारले, गृहमन्त्रीले कारबाही नगर्नु भनेर आदेश देला, थामिएला। तर यत्रो अपराध, देशव्यापी अपराध, राष्ट्रको ऐतिहासिकता, राष्ट्रको समृद्धि, राष्ट्रको उद्योग धन्दा, नेपालका विभिन्न संरचनाहरू ध्वस्त गर्ने काम, यो सब कुरा क्षम्य हुन सक्दैन। एकपल्ट होइन 10 पल्ट गरेर सम्पत्ति छानबिन। म सोध्न चाहन्छु मन्त्रीजीहरू, तपाईहरुको सम्पत्ति छानबिन गरौँ? आँट गर्नुहुन्छ आफ्नै सम्पत्ति छानबिन गराउने? अब यस्तै अहिले बनाए जस्तै आयोग बनाउन पाउनु भयो भने त गराउनु होला। मजाको छ। पहिले नै केपी ओलीलाई समाउनु पर्छ, थुन्नु पर्छ, मुद्दा लाउनु पर्छ, जखाउनु पर्छ भन्नेहरूको आयोग बनाएर गजबको ड्रामा गर्नुभएको छ। ड्रामा। पहिले नै केपी ओली समाउनु पर्छ, थुन्नु पर्छ भन्ने मान्छेहरूको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने, अनि त्यो प्रतिवेदनका आधारमा अगाडि बढे भन्ने नाटक गर्ने। यस्ता नाटक नेकपा एमालेलाई मन्जुर छैन, स्वीकार्य छैन। मैले मसिनो भाषामा भनेको छु यो स्वीकार्य छैन भनेर, तर बुझ्नुहोस् तपाईहरु, नेकपा एमालेलाई यो नकली आयोग मन्जुर छैन। अब हामीले देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरिएको संसद तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढ्ने बाहेक अर्को विकल्प छैन। र मैले विश्वास लिएको छु नेपाली कांग्रेसले पनि यही बाटोमा आफूलाई अगाडि बढाउनेछ, नेकपा एमाले यही बाटोमा अगाडि बढ्नेछ, अरू पार्टीहरू पनि यही बाटोमा अगाडि बढ्नेछ। अर्को बाटो छैन देशलाई लोकतान्त्रिक पक्ष बाटोमा, प्रणालीमा फर्काउने। त्यसो गरेनौ, असंवैधानिक र अलोकतान्त्रिक कदमहरू, क्रियाकलापहरू, त्यसलाई हामीले स्वीकारेर मान्यता दिएर अगाडि बढ्न खोज्यौं भने देश बर्बादीमा फस्नेछ। हामीले समयमा दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौं भने पछि ढिला भएछ भनेर पछुतो मान्नु मात्रै हुनेछ। कतिपय मानिसहरू भन्छन् फागुन 21 गते चुनाव भएन भने त्यसपछि संसद पुनर्स्थापनाको माग गरौँला। संसद विघटन असंवैधानिक छ, गलत छ, गैर कानुनी छ, अलोकतान्त्रिक छ, यो देश हितका विरुद्धमा छ। हामीलाई थाहा छैन र पर्खिनु पर्यो फागुन 1 गते?